विद्वान त्यो हो जसले विद्यालाई सदुपयोग गर्दछ। संस्कृत उद्धृत। नमस्कार। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र नेपाल टेलिभिजनको संयुक्त प्रस्तुति कार्यक्रम शिक्षाको चौतारीमा यहाँहरूलाई स्वागत छ। म हुँ सञ्जना श्रेष्ठ। दर्शकवृन्द, हाम्रो कार्यक्रमको मुख्य उद्देश्य भनेको सामुदायिक विद्यालयहरूको असल अभ्यास र गतिविधिहरूलाई समेट्ने हो, जसले अरू विद्यालयहरूलाई सिकाइको केन्द्रबिन्दु बनोस् भने ती विद्यालयहरूलाई प्रोत्साहित मिलोस्। आज भने हामी महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकामा रहेको श्री देउराली माध्यमिक विद्यालय, जहाँ संस्कारयुक्त गुणस्तरीय शिक्षा प्रदान गरिने गरेको छ। 1000 भन्दा बढी विद्यार्थीहरू अध्ययनरत यस विद्यालयको असल अभ्यास र गतिविधि अब हामी प्रस्तुत गर्दैछौँ। श्री देउराली माध्यमिक विद्यालय बर्दिवास नगरपालिकाकै उत्कृष्ट सामुदायिक विद्यालय हो। विक्रम सम्वत 2039 सालमा यहाँका समुदायलाई शिक्षा आर्जन गर्न बाहिर जान नपरोस् भन्ने उद्देश्यले स्थापना भएको हो। हाल यस विद्यालयमा 1000 भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। संस्कारयुक्त गुणस्तरीय शिक्षामा ध्यान दिइरहेको यस विद्यालयले आफ्ना विद्यार्थीहरूमा अनुशासन र विद्यालय पोसाकमा सजिएर रमाएर विद्यालय आएको देख्न सकिन्छ। सुरुदेखि नै हाम्रो एउटा लोगो नै छ। त्यो चाहिँ के हो भन्दाखेरि संस्कारयुक्त गुणस्तरीय शिक्षा भन्छौँ हामी। शिक्षा मात्रै होइन, त्यो शिक्षासँग संस्कार पनि जोडिएको हुनुपर्छ र त्यो संस्कार भनेको हाम्रो परिचयसँग जोडिन्छ। यसकारणले हामी संस्कारयुक्त गुणस्तरीय शिक्षा भनेर अगाडि बढाएको छौँ। तपाईँले कुनै पनि कक्षामा गएर हेर्नुहोस्, हाम्रा विद्यार्थीहरूलाई हामीले सके जति कोसिस गरेका छौँ सिपमूलक शिक्षा दिउँ, उनीहरू स्वयं केही गर्न सक्ने बनाऊ र विद्यालयबाट उनीहरू बाहिर निस्किँदाखेरि उनीहरूले मैले यो काम गरेर आफ्नो जीविकोपार्जन गर्न सक्छु भन्ने चाहिँ उनीहरूलाई एउटा स्ट्रङ बनाएर हामी पठाउँ भन्ने हाम्रो उद्देश्य हो र त्यसमा हामी केही हदसम्म सफल पनि छौँ। बाल विकासदेखि कक्षा 12 सम्म अध्यापन भइरहेको यस विद्यालयमा प्राविधिकतर्फ डिप्लोमा तहमा सर्वे इन्जिनियरिङ र वन विज्ञान विषयको अध्यापन हुँदै आएको छ। विद्यार्थीमा पढाइको रुचि बढाउन विद्यालय प्रवेशसँगै बालमैत्री ढङ्गबाट सजाइएको छ। प्रार्थना सभामा दिनभर ऊर्जाशील बनाउन गराइने शारीरिक व्यायाम, विद्यार्थीको मासमा बोल्ने कलाको विकासका लागि हरेक दिन विद्यार्थीहरूलाई कुनै विषयमा बोल्न लगाइन्छ, जसका कारण विद्यार्थीमा सिक्ने चाहना र व्यक्तित्व विकासमा निखार आएको छ। My topic is brain drain. Brain drain is a serious problem of all the developing countries which are not yet developed as the other countries like America. All the developing countries should make the payments and the benefits for the youth and youngster as per their skills and knowledge. Thank you. And there are also solutions of the plastic pollution. We must be use other kinds of bags instead of using plastic. The government of our country must be provide the knowledge about the bad pollutions. हाम्रो यो विद्यालय भनेको बर्दिवासको पुरै सेन्टरमा पर्ने विद्यालय हो। पुरै नगरपालिका र सबै यहाँको जनताहरूले हेर्ने भनेको सबभन्दा मेन ठाउँ नै हो। पुरै बर्दिवासको सेन्टरमा भएकाले नगरपालिकाले पनि यहाँ धेरै फोकस गरिन्छ र धेरै अपर्च्युनिटीहरू, धेरै मौकाहरू पाउने यहाँ धेरै चान्सहरू बढेको छ। त्यसैले मैले यही स्कुल सानैदेखि यही अध्ययन गरेका कारणले मलाई थाहा छ यहाँ कस्तो पढाइ हुने गर्दछ, कस्तो हुँदैन, सबै थाहा छ। यहाँ सबै शिक्षकहरू पनि अलिक फ्रेन्डली नै हुनुहुन्छ। उहाँले सकेसम्म कसरी बुझाउने, कसरी यसलाई जानी बनाउने भनेर नै उयो कोसिस गरिरहनुहुन्छ। शिक्षकहरू पनि एकदम मिलनसार हुनुहुन्छ। उहाँले सबै कुरा बुझाएर पढाइदिनुहुन्छ र बाहिरको कुनै क्रियाकलाप आयो भने हामी सुरुमा इच्छार्थी जसलाई इच्छा लाग्छ उहाँहरूलाई नै यो प्रोग्रामहरुमा पठाइन्छ र उहाँहरुको कन्फिडेन्स हुन्छ अझै बढी हुन्छ। त्यस्तो कारणले गर्दाखेरि अनि उहाँहरु नै अरूको सामनेमा बोलेर आफ्नो भविष्यमा के गर्ने, कस्तो गर्ने, कस्ता गर्दाखेरि राम्रो हुन्छ, सही गलत सब थोक निर्धारण गर्न सक्नुहुन्छ। मैले पढ्दै जाँदा फेरि यो स्कुलमा चाहिँ धेरै अपर्च्युनिटीहरु पाइरहन्छु। यो सिटीभिटी पढाइ भयो, जस्तै फरेस्ट्रीको लागि म बाहिर जानु पर्दैन, यो स्कुलमा पढ्दा फेरि चाहिँ म धेरै राम्रोसँग पढ्न पाउँछु।
परम्परागत शैलीलाई परिमार्जन गर्दै पाठ्यक्रमको शिक्षालाई अन्तर्क्रियात्मक र विद्यार्थीको सहभागितालाई जोड दिएको छ। कक्षा कोठा अनुसार फरक खालका डेस्क बेन्च, सानै उमेरका विद्यार्थीलाई पढ्नुपर्छ भन्ने भावनाको विकास गराउने विभिन्न गतिविधिहरू, पाठ्यक्रमको शिक्षालाई चित्रात्मक ढङ्गबाट सजाइएको कक्षा कोठा, शान्त र सफा विद्यालय परिसर, ज्ञानलाई फराकिलो बनाउन पुस्तकालयको व्यवस्था, कक्षा कोठालाई व्यवस्थित र मर्यादित बनाउन सीसी क्यामेरा जडान, पाठ्यक्रमको शिक्षालाई प्रविधिसँग जोड्नका लागि कम्प्युटर प्रयोगशाला, पर्याप्त खेल मैदान, विभिन्न खेल्ने सामग्रीहरू, दिवा खाजा, छात्र छात्राका लागि छुट्टा छुट्टै शौचालय, पिउने पानी, चमेना गृह लगायतका सुविधाहरू विद्यालयले प्रदान गरेको छ। गुणस्तरीय शिक्षालाई प्रभावकारी बनाउन समय समयमा शिक्षक समूहको छलफल बैठक र पाठ्य योजना निर्माणमा विद्यालयले ध्यान दिएको छ। विद्यालयको अहिलेको औसत सिकाइ उपलब्धि 61% रहेको छ। शिक्षासँगै विद्यार्थीको रुचिलाई ध्यानमा राखेर विभिन्न